नमस्कार मित्रहरू। आज चाहिँ हामी माथि बबङको शिलालाई चाहिँ हामीले त्यहाँनिर राख्ने भनेर जङ्गलमा एउटा चाहिँ यता सेक्टरको चाहिँ हामीले अलरेडी फिनिस गरिसक्यौँ भने जङ्गलको लागि चाहिँ हामी अहिले प्रस्थान हुँदैछ। यो ठुलो पक्का घरको चाहिँ यतै है। गुड मर्निङ। ल हामीले चाहिँ यहाँ म्यानेजमेन्ट गर्दैछौँ शिला राख्नुको लागि चाहिँ यहाँनिर गन्थन हुँदैछ दाजुभाइको। के गर्ने, पानी कति लाने, पानीको डब्बा नलिआएको। अब यहीँबाट हामीले चाहिँ लाने भयो र यता गिटी बलौटा यहाँनिर झ्याम्पल सबै यहाँनिर माथि राख्यो कता राख्दै गिटी बालुवा चाहिँ थियो। झर्दैन बोमा म बस्छु नि त, म खाली आएको ल। के पक्रिने, यो पक्रिनु लागि होइन यो चाहिँ धेरै नहल्लिने गरी कता पो बस्नु बाँध्नु चाहिँ बाली हिँडेको धेरै हल्लियो भने यसो तलको यसो ल। हाम्रो दाजुभाइ यता किप्पो हुनुहुन्छ, यता भाइ। हामी आफ्नो आफ्नो पाराले अहिले चाहिँ हामी यहाँ जाँदैछौँ। हाम्रो चाहिँ स्वर्गीय बबङ भीमप्रसाद राईको वार्षिक पुण्यतिथिमा उहाँको कपुरथानमा यो स्मारक राख्ने कामको लागि हामी चाहिँ अहिले के भन्छ त्यो बेतना छेउको जङ्गलमा जहाँ उहाँको पार्थिव शरीर गत वर्ष हामीले राखेका थियौँ, त्यही स्थानतर्फ प्रस्थान गर्दैछौँ। ल आइ पनि लाग्यो उत्तरी भेगतिर। हामी सिधै जाउँ अब, किनभने हाम्रो मुनाङले ल्याइहाल्छ। उसलाई पनि कटाएर जाउँ त, उसले देख्दैन। यसै नै हाल्यो, वान बाई रोड। हेलो नमस्कार। यहाँनिर चाहिँ हाम्रो सुरुङ राजमार्ग यहाँनिर यसरी खोलिएको छ। यहाँनिर आवत जावतको लागि यहाँनिर चाहिँ होइन, आवत जावतको लागि चाहिँ यहाँनिर एकदम राम्रो भइरहेको छ। यहाँनिर घाँस दाउरादेखि इत्यादि मान्छे अहिले रोड त्यहाँनिर चाहिँ असफल्ट लगाइराखेको अवस्थामा चाहिँ मान्छेहरू चाहिँ यहाँबाट ओहोरदोहोर गरिरहेको अवस्था छ है, यो उसबाट सुरुङ राजमार्गबाट। ल यसरी लगिँदैछ शिला त्यहाँनिर। यहाँबाट चाहिँ यसरी
उता पर त्यहाँनिर लाँदै गरेको अवस्था। म चाहिँ एक हातले क्यामेरा र यहाँनिर पानी बोकेर लिएको त्यहाँ तलबाट नै रोडबाट। एक हातले क्यामेरा एक हातले पानी। यहाँ पुग्नु आँट्यो अब। यहाँनिर यो अदुवा मजाले उम्रेछ। बाँदरले पनि अलिअलि ल अब कसरी यसलाई झारौँ? अब साइकल मैले पक्रिदिएँ। ल त ल साइकल छोड। ए भाँचिन्छ साइकल स्ट्यान्ड लगाऊ त। बेसी कुन्देर यहाँ त अनि कति भसाउने यति भसक डुब्छ भने सबै डुबाइदिउँ। मसला धेरै चाहिन्छ। मसला बनाउनु त लु अब। माथि माथि बढ्दै जाँदैछ जनसङ्ख्या। हो नि। अब समाज पनि यतै हो। गाउँतिर त मान्छे एउटा जन्माएर अब 10 दूर जग्गा हो के। अब यसो गरौँ न, छ कि हाम्रो पनि रासो बासो यतै होइन त कि पो? पछि त यहीँ होला नि रासो बासो। अहिले नै यता सुन्नु नि त धनकुटाको लिम्बुनी जस्तो अहिले नै शिला जाम गरिराखेर मृत्युको मिति मात्रै खाली ठाउँ राखेर शिला अनि त्यो चाहिँ अब कि बु चल्दियो यताउता। अब सामानहरू यहाँ जुटाउनु पर्ने भएकोले गर्दाखेरि किबु चाहिँ जानुभयो। त्यो रोडमा पो उकाल्न सक्नुहुन्छ कि हुन्न त्यो सफारी स्कुटी मैले त्यहाँनिर अघि चाहिँ झारिदिएको। अब त्यो हाइवेले गर्दाखेरि एकदम डाँडा भएको छ। जङ्गलमा आएपछि चाहिँ मसला घल्नु पर्दाखेरि चाहिँ हाम्रो यस्तो टेक्निक छ होइन। टेक्निक पनि हो र एकदम सानो एरियामा हामीले यसरी घोल्छौँ। माटो छिर्सी बिस्तारै गर्नु है, फत्तै नछोड्नु नि फेरि बिस्तारै। ठिक्क भयो, अलिकति पूर्व ठिक छ ठिक। भाइ पश्चिम गर पश्चिम। माल हालिसकेपछि मालले पुग्दैन होइन। ठुलो ढुङ्गा हाल्यो भने राम्रो पक्रिँदैन हौ। अब चाहिँ हाल्दा हुन्छ। अलिक ठुलो गिटिएर हाल्नु मालले साह्रो ठुलो हाल्यो भने त्यसरी एकछिन कर्नीले अलिक खाँदैन त्यसलाई। कर्नी ठिक छ बु मसला चाहिन्छ। यो त अलिकति चाहिन्छ, 2-3 कर्नी चाहिन्छ। माटो र ढुङ्गा जस्तो होइन पुग्ने रहेछ हौ मसलाले पनि, तर पकडको लागि ढुङ्गा हाल्ने मात्रै हो। मसलाले पुग्ने रहेछ। केटाहरूले हेरिराख्ने हो परको भरि जाउन एकैचोटि चोखाउनु। कहाँ पोखरीको छेउमा बनाएको अरे? अर्कोलाई अर्कै जोड्नु होला। हुन्छ म आएँ। कि राख्न दिँदै नदिँदै तर हाम्रो तपाईँको चाहिँ राम्रै ठाउँमा छ छाउनै। हजुर तर त्योभन्दा अगाडि राखेको यता कसलाई ठुलै ठाउँ चाहियो, कसैलाई आफ्नै तरिकाले राखेको छ।
कोही यता फर्केको कोही यता फर्केको होला नि जस्तै अब उतातिरको यो कहाँको काठ हो विदेशतिरको पेट्रोल पम्प पछाडि काठ मिल थिएन यस्तो हुन्छ नि त त्यतिखेर हामीले 4 जना ठेकदार भएर मिलेर सेटिङ काठ किनेको थियौँ अगाडिपट्टि राखिदिनु हौ पछि के हुन्छ त्यो आफू खटिया बनायो खटिया पनि भाँच्यो त्यति ल त्यसलाई ती इन गरिदियो सबै यो फोपाको नाम केही भनेर ऊ इन गर्दैन ए एक दिन चाहिँ ल अब इन्डिङ गरेर यसलाई अनि अर्को अब ठिक्क भयो हाइट है गडाइ ठिक्क मिल्यो ल हाम्रो कर्मी कता पो छ